बिलिनियरहरुको सोच्ने तरिका नै फरक हुन्छ। I'm Jeff Bezos. I'm the founder of Amazon.com. Amazonको मालिक जेफ बेजोस एउटा सानो कोठामा बसेर ई-कमर्स साइड बिजनेसमा काम गर्दै थिए, जहाँ उनले मेकअप, लुगा र खानेकुराहरू अनलाइन बेच्न सोध्थे। तर उनले सुरुमा किताब रोज्न खोजे। त्यो समयमा धेरै मानिसलाई लाग्थ्यो कि अनलाइन स्टोर भनेको अफलाइन स्टोरको अल्टरनेटिभ मात्रै हो भनेर, जहाँ प्रोडक्टहरू अनलाइन बेचिन्छ। तर जेफ बेजोसको सोचाइ भने अलि डिफ्रेन्ट नै थियो। उनी प्रोडक्ट हैन इन्टरनेटको फाइदा बेच्न चाहन्थे। सोच्नुहोस्, यदि तपाईलाई कुनै पनि प्रोडक्ट किन्नु पर्यो भने तपाई नजिकको पसलमा 10-20 मिनेटमै गएर किन्न सक्नुहुन्छ। तर यदि तपाईलाई कुनै पार्टिकुलर बुक नै चाहियो भने तपाई बुक पसलमा गएर किन्नु पर्ने हुन्छ। जेफ बेजोसले यो समस्याको प्रब्लम ई-कमर्स बिजनेसबाट सल्भ गरे र उनले 4 विकमा नै 45 वटा कन्ट्रीबाट अर्डर पाए अनि उनी 3 वर्षमा बिलिनियर बन्न पुगे। यो प्लेटफर्म एक प्रकारको सर्च इन्जिन जस्तै हो, जहाँ तपाईले कुनै पनि प्रोडक्ट चाहियो भने सजिलै सर्च गरेर त्यहाँ पाउन सक्नुहुन्छ। सो बी नलेज